बाघस्वामी। मैले बाघस्वामीको ठेगाना पत्ता लगाएको छु। उहाँलाई भोलि भेट्न जाउँ। यो राम्रो सुझाउ हाई स्कुलका एकजना मेरा साथी चण्डीले दिए। सन्यास लिनु अगाडि बाघहरूको नाङ्गा हातले सामना गरेका यी साधुलाई भेट्न म उत्सुक थिएँ। त्यस्ता अनौठा साहसिक कार्यहरूप्रति मभित्र बालकमा जस्तो प्रबल उत्सुकता थियो। भोलिपल्ट चिसो जाडोको उज्यालोमा चण्डी र म खुसीका साथ निस्कियौँ। धेरै खोज तलास गरेपछि हामी कलकत्ता सहर बाहिर भवानीपुरमा घरको ठिक अगाडि पुग्यौँ। ढोकामा दुईटा फलामे कुडी लगाएका थिए, जसलाई मैले जोरसित खटखटाएँ। त्यस तीव्र आवाजको पर्वाह नगरी एकजना सेवक बिस्तारै हिँड्दै आए। उनको विद्रूप मुस्कानले के इसारा गर्दै थियो भने हल्ली खल्ली गर्ने आगन्तुक साधुको घरको शान्ति खलबल्याउन असमर्थ हुन्छन्। मौन गालीको अनुभव गर्दै म र मेरा साथीले भित्र बैठकमा आउन दिएकोमा कृतज्ञता महसुस गर्यौँ। लामो समयसम्म कुर्नु पर्दा हामीलाई मनमा खुल्दुली लाग्यो। सत्यको खोजी गर्नेहरूको लागि धैर्य भारतको अलिखित नियम हो। गुरुले भेट्न आएका व्यक्तिको उत्सुकताको जानी जानी परीक्षा लिन सक्छन्। यो मनोवैज्ञानिक चर्तीकला पश्चिमका डाक्टर र दन्त चिकित्सकहरूले खुबै अपनाउने गर्दछन्। आखिरमा चण्डी र मलाई सेवकले बोलाए र हामी एउटा सुत्ने कोठामा पुग्यौँ। प्रसिद्ध सोहोङ स्वामी आफ्नो पलङमाथि बस्नुभएको थियो। उहाँको विशालकाय शरीरले हामीमाथि अनौठो प्रभाव पार्यो। केही बोल्नै सकेनौँ र हेरेको हेरै गऱ्यौँ। हामीले कहिल्यै पनि त्यस्तो छाती र भकुण्डा जस्ता पाखुरा देखेका थिएनौँ। मोटो गर्दनमाथि उहाँको डरलाग्दो तर शान्त अनुहार, लामो कपाल, दारी र जुगाले सुशोभित थियो। उहाँका काला आँखामा कोमल र भयानक भाव एकैसाथ झल्किन्थ्यो। पुष्ट कम्मरमा बाघको छाला बाहेक उहाँको शरीर नाङ्गै थियो। हाम्रो बोल्ने साहस फुटेपछि मैले र साथीले साधुलाई दर्शन गर्दै बाघसँग कुस्ती खेल्ने उहाँको अभूतपूर्व बहादुरीप्रति प्रशंसा प्रकट गर्यौँ। के हामीलाई कृपा गरी बताउनुहुन्न तपाईँ शाही बङ्गाल बाघ जस्तो एउटा भयङ्कर जङ्गली पशुलाई नाङ्गा हातले पराजित गर्न कसरी सफल हुनुभयो? प्रिय वत्स, बाघसँग लड्नु मेरा लागि कुनै ठुलो कुरो होइन। म अझै पनि आवश्यक परे यस्तो गर्न सक्छु। उहाँ बालक जस्तै हाँस्नुभयो। तिमीहरू बाघलाई बाघ ठान्छौ, मेरा लागि ती बिराला समान छन्। स्वामीजी, म आफ्नो अवचेतन मनद्वारा त बाघलाई बिरालो भनी चित्त बुझाउला, तर के बाघहरूलाई यस कुरामा पत्यार पार्न सकिन्छ? हो, तागत त अवश्य नै चाहिन्छ। एउटा बच्चाले बाघलाई घरपालुवा बिरालो हो भनेर जित्ला भने कसैले आशा गर्न सक्दैन। मेरा शक्तिशाली हातहरू नै मेरा हतियार हुन्। उहाँले हामीलाई बरन्डामा सँगै लग्नुभयो, जहाँ उहाँले भित्तामा मुड्कीले हिर्काउनु भयो। एउटा इँटा भुइँमा खस्यो। भित्तामा दाँत झरे जस्तो पुवाल भयो, जहाँबाट आकाश चियाउन थाल्यो। म आश्चर्यचकित भएँ। जसले एकै मुड्कीमा सिमेन्ट लगाइएको बलियो भित्ताको इँटा खसाल्न सक्छ, मैले सोचेँ उसले निश्चय नै बाघको दाँत पनि झार्न सक्छ। म जस्तै केही मानिसमा तागत हुन्छ, तर उनीहरूमा दृढ आत्मविश्वासको कमी हुन्छ। जीव बलियो भए पनि मन बलियो नहुनेहरू जङ्गलमा स्वतन्त्र विचरण गरिरहेका हिंसक पशुलाई देख्ने बित्तिकै बेहोस भइहाल्न सक्छन्। जङ्गलमा प्राकृतिक वातावरण विचरण गर्ने हिंसक स्वभावका बाघ र अफिम खाने सर्कसको बाघमा धेरै फरक छ। कयौं मानिस भीमसेन जस्ता बलवान भए पनि बङ्गाल टाइगर बाघको आक्रमण अगाडि थर थर काम्न थाल्छन्। यस प्रकार बाघले मानिसलाई मानसिक रूपले बिरालो जस्तै काँतर बनाइदिएको हुन्छ। बलियो शरीर र दृढ निश्चय भएको मानिसले बाघप्रति विपरीत क्रिया गरेर त्यसमा बिरालोमा जस्तै असुरक्षात्मक भावना पैदा गराउन बाध्य गर्न सम्भव छ। मैले कयौं पटक यस्तै गरेको छु।
म यो विश्वास गर्न तयार भएँ कि मेरा अगाडिका महाबली बाघ बिरालोको रूपान्तरणलाई फलीभूत गर्न सक्नुहुन्छ। उहाँ हामीलाई शिक्षा दिने मनस्थितिमा देखिनुभयो। चण्डी र म आदरपूर्वक सुन्न लाग्यौँ। मनले नै हाम्रो मांसपेशीलाई सञ्चालित गर्छ। कुनै हतौडाको हिर्काई त्यसमा लगाइएको बलमाथि भर पर्छ। त्यस्तै मानिसको शरीरले लगाएको बल उसको आक्रामक इच्छा शक्ति र साहसमाथि भर गर्छ। शरीर सही अर्थमा मनद्वारा निर्मित र संरक्षित हुन्छ। पूर्व जीवनको अन्तश्चेतनाको दबावले, शक्ति वा कमजोरीले मानिसको चेतनामा बिस्तारै ठाउँ ओगट्न थाल्छ। ती स्वभावमा परिणत हुन्छन् जसले पछि गएर वाञ्छित अथवा अवाञ्छित शरीर धारण गर्छ। बाहिरी कमजोरीको स्रोत मन हो। नराम्रो बानी बसेको शरीरले मनको अवहेलना गर्न थाल्छ। यदि मालिकमाथि नोकरले रजाई गर्न थाल्यो भने त्यो निरङ्कुश हुन जान्छ। यसरी नै मन पनि शरीरको भनाइ मान्न थाल्यो भने उसको दास भइहाल्छ। हाम्रो अनुरोधमा प्रभावशाली स्वामीजी आफ्नो जीवनका केही कथा सुनाउन राजी हुनुभयो। मेरो सुरुदेखिको महत्त्वाकांक्षा बाघहरूसँग लड्नु थियो। मेरो इच्छा शक्ति बलियो थियो तर जीव दुर्बल थियो। म भित्रभित्रै आश्चर्यमा डुबे। मलाई यो कुरा असम्भव लाग्यो कि विशालकाय काँध भएको यो मान्छेले जो जस्तो सुकै विपत्तिको सामना गर्न सक्छ, कहिल्यै निर्बलता भन्ने कुरा जानेको पनि थियो होला। स्वास्थ्य र शक्तिप्रति आफ्नो अदम्य दृढताले गर्दा नै मैले आफ्नो यस कमजोरीमाथि विजय पाएँ। आफ्नो दृढ मानसिक शक्तिको प्रशंसा गर्न मसँग पर्याप्त कारण छन् जसले बाघहरूलाई बसमा गर्थे। आदरणीय स्वामीजी, भन्नुहोस् कि म कहिल्यै बाघसँग लड्न सकुला? प्रथम र अन्तिम पटक यस्तो अनौठो प्रश्न मेरो मनमा उत्पन्न भयो। अवश्य, उहाँ हाँस्न लाग्नुभयो। तर बाघ धेरै किसिमका हुन्छन्। केही मानव इच्छाको जङ्गलमा घुम्छन्। पशुहरूलाई पराजित गरेर कुनै आध्यात्मिक लाभ छैन। बरु भित्री पाशविक इच्छाहरूमाथि विजय प्राप्त गर। श्रीमान, के हामी सुन्न सक्छौँ जङ्गली बाघको विजेताबाट तपाईँ जङ्गली वासनाहरूको विजेता कसरी बन्नुभयो? बाघ स्वामी मौन हुनुभयो। उहाँको दृष्टि अतीततिर गएको देखियो। पुराना कुराहरू सम्झे जस्तो मैले केही अनुमान गरेँ। उहाँ मेरो अनुरोध स्वीकार गर्ने वा नगर्ने भन्ने दोधारमा पर्नुभयो। अन्त्यमा उहाँ सहमतिपूर्वक मुस्कुराउनु भयो। जब मेरो प्रसिद्धि पराकाष्ठमा पुग्यो, यसले अहमको नशा उत्पन्न गरायो। मैले बाघहरूसँग लडाइँ गर्ने मात्र होइन, बरु विभिन्न तरिकाबाट उनीहरूको चटक देखाउन थालेँ। मेरो इच्छा के थियो भने बाघहरूले पाल्तु पशुले झैँ व्यवहार गरून्। म आफ्नो कौशल आम जनतामाझ सन्तोषपूर्वक देखाउन थालेँ। एक दिन साँझ मेरा बुवा चिन्तापुर अवस्थामा मेरो कोठामा पस्नुभयो। छोरा, म तिमीलाई सावधान गर्दैछु। म तिमीलाई कारण र प्रभावको भावी चक्रबाट उत्पन्न हुने सङ्कटबाट बचाउन चाहन्छु। के तपाईँ भाग्यवादी हुनुहुन्छ पिताजी? कि अन्धविश्वासले मेरो शक्तिपूर्ण क्रियाकलापको प्रभावलाई धमिलो पार्न दिन चाहनुहुन्छ? म भाग्यवादी होइन छोरा, तर म पवित्र शास्त्रहरूमा वर्णित कर्मको प्रतिफलमा विश्वास गर्छु। जङ्गलको परिवारमा तिमीप्रति अप्रसन्नता छ। कुनै पनि बेला यसले तिम्रो क्षति गर्न सक्छ। पिताजी, तपाईँ मलाई आश्चर्यमा पार्दै हुनुहुन्छ। तपाईँलाई थाहा छ बाघ के हुन्? सुन्दर र निर्दयी। कसलाई थाहा? मेरो प्रहारले उनीहरूको बाक्लो मगजमा केही स्वस्थ विचार भरिदिन्छ कि? म जङ्गलको स्कुलमा उनीहरूलाई भलाद्मी विचार सिकाउने हेडमास्टर हुँ। पिताजी, कृपा गरी मलाई बाघ मारा होइन, बाघलाई सिकाउने भन्ठान्नुहोस्। मेरो राम्रो कामले म माथि कसरी नराम्रो फल ल्याउला? बिन्ती छ, म माथि कुनै यस्तो आदेश नथुपार्नुहोस् जसले मलाई जीवनशैली बदल्न बाध्य गरोस्। चण्डी र म ध्यानपूर्वक सुन्दै रह्यौँ, अतीतको दुविधा सम्झिँदै। भारतमा छोराछोरीले आफ्ना आमा बाबुको आदेशको अवहेलना गर्दैनन्। बाघ स्वामीले अगाडि भन्नुभयो।
पिताजीले शान्त भावले मेरो स्पष्टीकरण सुन्नुभयो। त्यसपछि उहाँले एउटा रहस्य खोल्दै मलाई गम्भीर भएर भन्नुभयो, छोरा, तिमीले मलाई एकजना साधुले गरेको नराम्रो भविष्यवाणी बताउन बाध्य गर्दैछौ। हिजो म बरन्डामा सधैँ जे ध्यान गर्न बस्दा उनी म छेउ आए। प्रिय मित्र, म तिम्रो निरङ्कुश छोराबारे एउटा सन्देश लिएर आएको छु। उसले आफ्नो जङ्गली क्रियाकलाप बन्द गर्नुपर्छ, नत्र भने उसको अर्को बाघसँगको लडाइँले उसलाई नराम्रोसँग चोट लाग्नेछ, जसले गर्दा 6 महिनासम्म मरणासन्न बिरामी पर्नेछ अनि उसले आफ्नो पूर्व गतिविधि बन्द गर्नेछ र सन्यासी बन्नेछ। यो कथाले मलाई प्रभाव पारेन। मलाई लाग्यो पिताजीले एकजना भ्रमित साधुको कुरालाई सजिलैसँग पत्याउनु भयो। बाघस्वामीले यो स्वीकारोक्ति बडो अधीरताका साथ गर्नुभयो, केही मूर्ख्याइ गरे जस्तो गरेर। केही समयसम्म गम्भीर रूपले शान्त भएर बस्नुभयो, हाम्रो उपस्थितिको पर्वाह नगरी। जब उहाँले हठात आफ्नो कथाको धागो फेरि समात्नुभयो, तब उहाँको आवाज सुस्त लाग्यो। पिताजीले चेतावनी दिनुभएको धेरै समय भएको थिएन। म कुचबिहारको राजधानी सहर पुगेँ। त्यहाँको मनोहर दृश्यावली मेरा लागि नयाँ थियो र मैले त्यहाँ आरामले दिन बिताउने सोचेँ। सबै ठाउँको जस्तै यहाँ पनि उत्सुक भिड सडकमा मेरो पछि पछि लाग्यो। म उनीहरूले बिस्तारै बोलेको सुन्न सक्थेँ। बाघहरूसँग लड्ने मानिस यही हो। ओहो, उसका गोडा उनकी रुखको थाम, उसको मुख त हेर, ऊ अवश्य पनि बाघहरूको राजाको अवतार हो। तिमीहरूलाई थाहा छ कसरी गाउँले उरनठुला केटाहरूले अखबारका समाचार झैँ काम गर्छन्? अझ मुखी समाचार पत्रिका झैँ स्वास्नी मान्छेहरूका मुखबाट घर घरमा कति छिटो पुग्छ। केही घन्टाभित्रै पुरा सहर मेरो उपस्थितिले एक किसिमको उत्तेजनाले भरियो। म साँझ शान्तिका साथ आराम गर्दै थिएँ जब मैले दगुरिरहेका घोडाहरूको आवाज सुने। तिनीहरू म बसेको ठाउँ अगाडि रोकिए। पगरी गुतेका अग्ला प्रहरीहरू भित्र पसे। म आश्चर्यचकित भएँ। यी कानुनका मानिसहरूको राजमा हरेक कुरा सम्भव छ। मैले सोचेँ, के तिनीहरू यस्ता कुराहरू गराउन लागिरहेका छन् जसबारे मलाई बिल्कुलै थाहा छैन? तर प्रहरी अधिकृतहरूले अनौठो पाराले मलाई अभिवादन गरे। माननीय श्रीमान, हामीहरू कुचबिहारका राजकुमारका तर्फबाट तपाईँको स्वागत गर्न आएका हौँ। उहाँले तपाईँलाई भोलि बिहान दरबारमा निम्तो गर्नुभएको छ। मैले केही छिन सम्भावनाहरूमाथि विचार गरेँ। केही अज्ञात कारणले यस प्रकारसँग मेरो शान्त यात्रामा रोकावट परेकोमा मलाई तीव्र पछुतो लाग्यो। तर प्रहरीहरूको विनम्र भावले मलाई प्रभावित पार्यो र जान तयार भएँ। भोलिपल्ट 4 घोडे बग्गीमा अत्यन्त तामझामका साथ मेरो सवारी चलाएकोमा म आश्चर्यमा परेँ। एकजना सेवकले मलाई पोल्ने घामबाट बचाउन झल्लरे छाता ओढाएको थियो। सहरको यो यात्रा र चारैतिर जङ्गलको दृश्य मलाई मन पर्यो। शाही राजकुमार मेरो स्वागत गर्न ढोकामा उभिरहेका थिए। उनी मलाई आफ्नो स्वर्ण सिंहासनमा बसाली आफू स्वयं मामुली कुर्सीमा बसे। यी सबै विनम्रताको कारण मैले अवश्य पनि केही मोल चुकाउनु पर्ने छाँट छ। मैले मनमा नै धेरै आश्चर्य मान्दै सोचेँ। राजकुमारको मनसाय केही औपचारिक कुराकानी पछि थाहा भयो। मेरो सहरमा हल्ला फिजिएको छ कि तपाईँ आफ्ना नाङ्गा हातले नै बाघहरूसँग लड्नुहुन्छ। के यो सत्य हो? यो एकदम सत्य हो। म मुस्किलले पत्याउँछु तपाईँ कलकत्ताका बङ्गाली हुनुहुन्छ, अरुवा चामलमा पालिएको सहरिया। साँच्चै भन्नुहोस्, के तपाईँ अफिम खाएका कमजोर बाघसँग त लड्नु भएको छैन? राजकुमारको बोली चर्को र व्यङ्गात्मक थियो, जसमा स्थानीय भाषिक उच्चारण मिसिएको थियो। मैले उनको अपमानजनक प्रश्नको उत्तर दिनु आवश्यक सम्झिन। म तपाईँलाई मेरो भर्खरै समातिएको बाघ राजा बेगमसँग लडाइँ गर्ने चुनौती दिन्छु। यदि तपाईँले सफलतापूर्वक उसको सामना गर्न सक्नुभयो, उसलाई सिक्रीमा बाँधेर उसको खोरबाट होसैमा निस्कन सक्नुभयो भने त्यो बाघ तपाईँको हुनेछ। साथै कैयौँ हजारको इनाम र उपहार पनि पाउनुहुनेछ। यदि तपाईँले उसको सामना गर्न अस्वीकार गर्नुभयो भने म राज्यभरि घोषणा गराइदिन्छु कि तपाईँ ढोगी हुनुहुँदो रहेछ।
उनका अपमानजनक शब्दहरूले मलाई गोलीको पर्राले जस्तो बिजायो। मैले रिसाएर स्वीकार गरेँ। उत्तेजित भएर आफ्नो सिटबाट आधा उठेपछि राजकुमार कुटिल मुस्कानका साथ फेरि ढल्किए। मैले रोमन सम्राटहरूलाई सम्झेँ जो क्रिश्चियनहरूलाई रङ्गशालामा हिंसक पशुहरूका अगाडि छाडेर रमाउँथे। उनले भने, प्रतियोगिता आजको 1 हप्तामा हुनेछ। अपसोच छ म तपाईँलाई त्यो बाघ पहिले हेर्ने अनुमति दिन सक्दिनँ। म बाघलाई सम्मोहित गर्न सक्छु अथवा लुकेर अफिम खुवाइदिन सक्छु भन्ने डर राजकुमारलाई लागेको थियो अथवा थिएन, मैले बुझ्न सकिनँ। म दरबार बाहिर आएँ। मलाई के अचम्म लाग्यो भने शाही झल्लरे छाता भएको 4 घोडे बग्गी अहिले थिएन। अगाडि 1 हप्तासम्म म भावी अग्नि परीक्षाका लागि विधिपूर्वक आफ्नो मन र शरीरलाई तयार गर्न लागेँ। मेरो नोकरको मुखबाट मैले विचित्र कथाहरू सुने। साधुले मेरा पिताजीसँग गरेको भयङ्कर भविष्यवाणी कसो कसो फैलिएछ र व्यापक हुँदै गयो। धेरैजसो गाउँलेहरूले के विश्वास गरे भने ईश्वरद्वारा शापित दुष्ट आत्माले बाघका रूपमा अवतार लिएको छ, जसले राति थरी थरीको रूप लिन्छ र दिउँसो बाघ भएर बस्छ। त्यही शैतान बाघ मलाई पराजित गर्न पठाइएको हो। अर्को काल्पनिक भनाइ के थियो भने पशुहरूको प्रार्थना बाघको लोकसम्म पुगेपछि राजा बेगमको अवतार भएको रहेछ। समस्त बाघ जातिलाई अपमानित गर्ने म जस्तो 2 खुट्टेलाई सजाय दिने माध्यम बनाइएको हो। रौँ दाँत नङ्ग्रा नभएको मानिसको दाँत नङ्ग्रा भएको बलियो बाघसँग लड्न खोज्ने कत्रो साहस। गाउँलेहरूले के घोषणा गरे भने समस्त पराजित बाघहरूको सकेन्द्री विषशक्ति यस बाघमा केन्द्रित भएको छ, जसले अहङ्कारी बाघमाराको पतनका निम्ति गुप्त नियमहरूद्वारा मनग्गै गति समातेको छ। मेरो नोकरले यो पनि खबर दियो कि मनुष्य र पशुको यस लडाइँमा म्यानेजरको भूमिका निर्वाह गर्न राजकुमार स्वयं तम तयार छन्। आफ्नो रेखदेखमा उनले आँधी बेरीले नभत्काउने दर्शक मण्डपको निर्माण गराएका छन्, जसमा हजारौं मानिस अटाउन सक्छन्। यस केन्द्रमा फलामको विशाल खोरमा राजा बेगम राखिएको थियो, जसको चारैतिर सुरक्षा घेरा थियो। खोरमा बन्द बाघले मुटु कमाउने गर्जन गरिरहेको थियो। उसलाई कम खाना दिएको थियो ताकि उसको हिंसक भोक जागोस्। सके राजकुमारलाई के आशा थियो भने म बाघको आहार बन्नेछु। सहरको वरिपरिका हुल्का हुल मानिसहरूले घोषणा सुनेर विचित्र लडाईँको तमासा हेर्न टिकट किने। लडाईँको दिन ठाउँ नपाएर सैकडौँ मानिसहरू फर्केर गए। धेरै मानिसहरू तम्बुको तलबाट छिरेर अथवा ग्यालरी मुनि जहाँ जहाँ ठाउँ पाए घुस्रेर बसे। जसै बाघ स्वामीको कथा चरम बिन्दुमा पुग्न आँट्यो, मेरो उत्सुकता त्यसका साथै बढ्दै गयो। चण्डी पनि एकदम मौन थिए। राजा बेगमको तीखो गर्जन ध्वनि र भयभीत हुलको कोलाहलका बीचमा बिस्तारै आए। कम्मरमा बेरिएको लुगा बाहेक मेरो जिउ नाङ्गै थियो। मैले सुरक्षा कक्षको ढोकाको आग्लो खोलेर भित्रबाट चुपचाप बन्द गरिदिएँ। बाघले रगतको गन्ध पायो। फलामका छडहरूबाट कुद्दै उसले जोरसँग गर्जिएर मेरो स्वागत गर्यो। दर्शकहरू डराएर चुपचाप लागे। म भयङ्कर पशुका अगाडि भेडो झैँ देखिए। क्षणभरमा म खोरभित्र पुगेँ। मैले ढोका बन्द गर्ने बित्तिकै राजा बेगम सोझै म माथि आइलाग्यो। मेरो दाहिने हात नराम्रोसँग घाइते भयो। मानिसको रगत जो बाघको लागि सबभन्दा स्वादिलो हुन्छ बलबल्ती बग्न थाल्यो। साधुको भविष्यवाणी सत्य होला जस्तो लाग्यो। म तुरुन्तै जीवनमा पहिलोपल्ट पाएको चोटको आघातबाट सम्हालिए। रगताम्य हातलाई कछाडभित्र लुकाउँदै मैले आफ्नो बायाँ हातको वज्रमुष्टि प्रहार गरेँ। त्यो पशु धक्का खाएर खोरको पछाडिपट्टि खस्यो र फेरि घुमेर अगाडितिरबाट झम्ट्यो। मेरो प्रसिद्ध मुष्टि प्रहार उसको टाउकामा बज्रिँदै गयो। तर जसरी धेरै दिनसम्म खान नपाएको जड्या एक घुडको चाख्ने बित्तिकै बौलाउँछ, त्यसै गरी राजा बेगम पनि रगत चाखेर मात्तियो। भयङ्कर गर्जन सँगसँगै बाघको आक्रमण तीव्र हुँदै गयो। उसको नङ्ग्रा र दाँतको आक्रमणका अगाडि मेरो एक हातले गरेको रक्षा अपुग हुन लाग्यो। तैपनि मैले आफ्नो मुक्का प्रहार गर्दै रहेँ। परस्पर विजयको आशा गर्दै हाम्रा बीच जीवन मृत्युको लडाईँ चल्न थाल्यो। खोरभित्र उत्पात मचिएको थियो र चारैतिर रगतका छिटाहरू उडिरहेका थिए। साथै बाघको घाँटीबाट पीडा भरिएको गर्जन निस्किरहेको थियो।
गोली मार, बाघलाई मार। दर्शकहरूका बीचबाट आवाज आउन थाल्यो। मानिस र बाघ यति छिटो छिटो चलमलाइरहेका थिए कि एकजना गार्डको गोलीको निशाना चुक्यो। मैले आफ्नो सम्पूर्ण सङ्कल्प शक्ति बटुलेर पुरा तागतले बाघमाथि अन्तिम निर्णायक प्रहार गरेँ। बाघ अचेत भएर चुपचाप लड्यो। एउटा बिरालो झैँ मैले बिचमा भने, स्वामीजी हार्दिक खुसी भएर हाँस्नु भएर आफ्नो चाख लाग्दो कथा भन्न थाल्नुभयो। राजा बेगम अन्त्यमा पराजित भयो। उसको शाही इज्जत खत्तम भयो। आफ्नो घाइते हातले मैले नडराइकन उसको मुख खोले। नाटकीय पाराले मैले आफ्नो टाउको त्यस मृत्युको गुफामा हालेँ। मैले सिक्री खोजेर भुइँमा राखिएको एउटा सिक्रीले उसको घाँटीमा बाँधेर खोरको डन्डीमा बाँधिदिए। म विजयी भएर ढोकातिर बढेँ। तर शैतानको अवतार राजा बेगमसँग अझै दुर्दम्य शक्ति बाँकी थियो। अपत्यारिलो किसिमले उसले एकै झट्कामा जन्जिर चुडाल्यो र मेरो पछाडिपट्टि आइलाग्यो। उसको मुखमा मेरो काँध थियो र म जोडले तल खसेँ। तर एकै क्षणमा मैले उसलाई आफ्नो तल च्यापेँ। निर्मम प्रहारले गर्दा निर्दयी पशु अर्धबेहोस भयो। यसपल्ट मैले उसलाई सावधानीका साथ बाँधेँ। बिस्तारै म खोरबाट बाहिर आएँ। मैले आफूलाई नयाँ हल्ली खल्लीको बीच पाएँ। यसपालिको हल्ली खल्ली खुसीको थियो। भिडको गलाबाट निस्किएको तुमुल ध्वनि एउटै विशाल घाँटीबाट निस्किए जस्तो लागिरहेको थियो। भयानक रूपले घाइते भए पनि लडाइँका 3वटै शर्त पुरा गरेको थिएँ। बाघलाई पराजित गर्ने, उसलाई सिक्रीले बाँध्ने र बिना कुनै सहयोग बाहिर निस्केर आउने। यसबाहेक मैले त्यस आक्रमणकारी पशुलाई यति नराम्रोसँग घाइते र स्तब्ध पारिदिएको थिएँ कि उसको मुखमा मेरो टाउको पर्दा पनि त्यसको फाइदा उठाउन सकेन। मेरो चोटपटकको उपचारपछि मलाई मालाहरू पहिलाइयो र असर्फीहरू उपहार दियो। सम्पूर्ण सहरमा खुसियाली छायो। अजङ्गको भयङ्कर बाघमाथि मेरो विजयबारे असीमित बहस चल्न थाल्यो। राजा बेगम मलाई उपहारमा दियो, तर मलाई कुनै प्रसन्नता भएन। मेरो हृदयमा आध्यात्मिक परिवर्तन भयो। यस्तो लाग्यो अन्तिम पटक खोरबाट निस्केदा मैले सांसारिक आकाङ्क्षाहरूलाई बिदा दिइसकेको थिएँ। त्यसपछि अत्यन्त कष्टप्रद समय आयो। मेरो रगत विषालु भएकाले 6 महिनासम्म मरणासन अवस्थामा रहेँ। कुचबिहार छोड्न लायक भएपछि म आफ्नो सहर फर्किएँ। मलाई अब थाहा थियो मेरा गुरु तिनै पवित्र मानिस हुनुहुन्थ्यो जसले मलाई चेतावनी दिनुभएको थियो। मैले विनयपूर्वक यो स्वीकारोक्ति आफ्नो पिताजीलाई भने, ओहो मैले उहाँलाई भेट्टाउन पाए हुन्थ्यो। मेरो इच्छा निष्कपट थियो, किनभने एक दिन साधु आफै आइपुग्नु भयो। बाघसँग लडाइँ गर्न पुग्यो। अब उहाँले शान्त भावले आश्वस्त पार्नुभयो, मसँग आऊ, म तिमीलाई मानिसको मनको जङ्गलमा घुमिरहेका अज्ञानका जन्तुहरूलाई बसमा पार्न सिकाउँछु। तिमीलाई दर्शकहरूको बानी छ अब देवगणको हुललाई आफ्नो योगको अलौकिक सिपले मनोरञ्जन गर्नु। मैले सन्त गुरुसँग आध्यात्मिक मार्गको दीक्षा लिएँ। उहाँले धेरै दिनसम्म बन्द भएकाले खिया लागेको मेरो आत्माको ढोका खोलिदिनु भयो। साथसाथै हामीले तालिमका लागि हिमालयतिर प्रस्थान गऱ्यौँ। चण्डी र मैले स्वामीजीका गोडामा ढोग्यौँ। उहाँको आँधी जस्तो जीवनीका लागि कृतज्ञ भयौँ। मैले र साथीले चिसो छिडीमा धेरै बेर प्रतीक्षा गरेको मनज्ञ पुरस्कार पायौँ। थप भिडियोहरूको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोस् र छेउमा रहेको बेल आइकन पनि दबाउनुहोस्।